आम्बो कस्तो डर लाग्दो राम तल कति राम्रो देखेको तर डर लाग्दो रहेछ यार बाटो त नि मुनि खसिजान्छ जस्तो छ यार पानी पलाएको हेर्नु नि अब खाने पानी कसम डर लाग्दो रहेछ यार लास्ट डर लाग्दो रहेछ अबुई लु मात्रै बाटो त डराएँ किन कस्तो डर लाग्दैछ कस्तो उयो अस्ति एउटा केटीले जाने भए चाहिँ मुटु कहिले हुनुपर्छ यस्तो बाटो हुन्छ भनेको देखेँ त्यस्तै पो लाग्यो मैले राम्रो नबनाइकन ल्याएको हो आइसक्यौँ जिरोले तर बाटो चाहिँ उयो यहाँ त केही देखिँदैन रहेछ बाइकहरू आएको आम्मा रोक्ने ए ल बिस्तारै बिस्तारै झौरो यहाँनिर टक्क लाएर धारा पनि रहेछ खान्छु पानी आछि यही त उद्घाटन गरेको ए यहीँनिर दैट रात पर्ने बेलामा तर यो पछि बनिसकेपछि त होइन यो पिच हुनु भने त्यो त दामी बाटो बन्ने रहेछ कुन ए
अँ यतिको राम्रो त हो नि राम्रो होइन धेरै राम्रो अहिले त कति अहिले टक्कर गाउँपालिका छ जिर्मले जाने बाटो यसैपालि बनेको नयाँ बाटो पहिला सानो थियो नि यो त यसै पालो बनेको बाटो ठुलो पनि छ लगाएर यसरी गएपछि उँधो परको सलकपुर जिर्मले हो यो जिर्मले होइन नि जौबारी उता परको गाउँ यो पनि जौबारी तर यो चाहिँ जौबारीको बाटो हो त्यो परको चाहिँ जौबारीको गाउँ हो यतातिर चाहिँ कुच्चो थुत्ने बेला भइसकेछ यो त मन्दिर हो कि क्या हो मनोकामना मन्दिर देवी पनि एउटा पनि रहेछ मूर्ति पनि रहेछ नि त माथि शिवजीको ढोगेको छु है मैले मनै अब यहाँदेखि फेरि पहिला गएपछि हामी सानो बाटोमा आइसक्यौँ कुच्चो थुत्ने मान्छेहरूको यो सिजन कुच्चो थुत्ने सिजन हो गाउँतिर मान्छेहरू सबै यो पहाडतिरको गाउँतिरको मान्छेहरू कुच्चो थुत्दै छन् आजभोलि घरमा हुँदा त यति बेला पहिला कुच्चो थुत्दाखेरि हात काटेर खुट्टाहरू ढुट्टो भएको हुन्छ अनि फेरि त्यो कुच्चो अम्लिसोले काटेको हातमा धुँदाखेरि त्यो पानी लगाउँदा आम्मामा त्यसमाथि जाडो ओ माइ गॉड कस्तो हुन्छ पोल सोल ढलेछ यो चाहिँ बाटो बनाउँदै ढलेको पोल रहेछ उता अर्को पनि ढल्नु आँटेको रहेछ टर्च बल्दै रहेछ नि त जिर्मलेबाट अफिस त्यहाँ छ टक्क हामी यसरी जान्छौँ मैले अहिले के सोचिरहेको थिएँ भने त्यो माथि के भन्छ यो वडा अफिसको उतापट्टिको बाटोमा हिँडिरहेको पो सम्झिरहेको थिएँ होइन त नि यतापट्टि पो हिँडिरहेको छु त म त त्यहाँदेखि उतापट्टि पो हिँडिरहेको सम्झिरहेको थिएँ ए अस्ति त्यो कुवाबानी जाने बाटोमा पहिरो झरेको थियो नि खोलामा ओ त्यही पहिरो रहेछ यो पहिरो छ वन विनाशको एउटा कारण यो पनि हो बाढी पहिरो वन जङ्गलको विनाश आदि समस्याहरू यसरी निम्तेको छ विपदहरू जोखिमहरू फेरि हाम्रो नयाँ भर्खरै किनेको बाइक हो कि नयाँ यसको लाइट
लाइट बिग्रेको छ। लाइट बिग्रिगएको किनिएको रहेछ। घर पुग्दासम्म हामी उजेलमै पुग्नु पर्ने छ किनभने हाम्रो नयाँ बाइकको लाइट बल्दैन।